त यो टिप्ने है 2080 पुस 2 गते र 2081 भदौ 24 गते। ओके ठीक लेख्नु हो। त्यो 1/14 अध्यादेश जारी गरेको डेट हो, त्यसलाई एक्चुअल संशोधन नभन 2000 पहिलो संशोधन 2080 साल पुस महीनाको 2 गते र दोस्रो संशोधन 2081 साल भदौ महीनाको 24 गते। ध्यान दिएर सुन्ने, एकै पटक एउटै कुरा पटक पटक कति पटक भनौँ। र मैले के भन्दै थिएँ, अब जो ढिलो आयो, ढिलो आउनेले फेरि भन्छ सुरुबाट, कोही फेरि 7 बजे आउँछौ, फेरि सुरुबाट हुँदैन। ल अनि यहाँ के मैले फेरेको थिएँ भने यो प्रदेश निजामती सेवामा रहने सेवाहरूको गठनमा 6 वटा सेवा मात्रै भन्नु। यो 2081 साल भदौ 24 मा जब प्रदेश निजामती सेवाबाट यो प्रदेश सूचना आउट गरिदिएको छ। यो प्रदेश सूचना प्रविधि सेवालाई आउट गरिदिनु, त्यहाँ हटाइदिनु। र अब हामी यो 7 को सट्टा के गर्छौँ, 6 र यो फ्याकल्टीलाई सोधिसकेको पनि छ र तपाईहरुलाई पनि सोध्न सक्ने मोस्ट प्रोबेबल क्वेशन हुन्छ। त 6 वटा सेवाको नाम तपाईहरु याद गर्नु, किनभने 6 वटा सेवाहरुमा कुन पर्दैन पनि पटक पटक सोधिराखेको हुन्छ। जहाँ प्रदेश इन्जिनियरिङ सेवा छ, प्रदेश कृषि सेवा छ, प्रदेश प्रशासन सेवा छ, प्रदेश वन सेवा छ, प्रदेश शिक्षा सेवा छ र प्रदेश स्वास्थ्य सेवा। यो अब के भनेको थिएँ कि प्रदेश निजामती सेवामा रहने तहहरू भन्यो भने यो प्रदेश निजामती सेवामा 2 तह छ। 2 तहमा एउटा अधिकृत तह छ। अधिकृत तह भनेको तपाईको 6औं देखि 11औं सम्म छ, यो भन्दिने। र सहायक तहमा जम्मा 4 वटा तह छ, जहाँ आधारभूत तह छ, सहायक तेस्रो, सहायक चौथो र सहायक पाँचौं। यो पुरै 6 वटा सेवामा पर्ने गरी एकैपल्ट ओभरअलमा भन्ने हो भने 4 वटा सहायक तह हो, एसिस्टेन्ट लेभल 4 वटा तह छ, त्यो भन्नु। अब मैले के अस्ति भनेको थिएँ कि यो कार्य विवरण कार्य सम्झौताको पनि कुरा आइराखेको हुन्छ। यो नोटिस गर्नु की पोइन्टहरू छ, तपाईहरुको कार्य विवरण कार्य सम्झौताको बारेमा सोध्यो भने अधिकृत 6औं 7औं 8औं 9औं र 10औं तहको कार्य विवरण सम्बन्धित सचिवले भनेको, अर्थात् त्यो कुन मन्त्रालय अन्तर्गतको कर्मचारी हो, त्यहाँको सम्बन्धित मन्त्रालयको सचिवज्यूले र 11औं तहको कर्मचारीको कार्य विवरण प्रमुख सचिवज्यूले स्वीकृत गरे बमोजिम हुन्छ। यो हामी बुझे है। त यो फर्स्ट सेन्टेन्स एकदम भिभिआई हो। अब दरबन्दी सिर्जनाका कुराहरू यो हेर्नु त, प्रदेश निजामतीमा जति दरबन्दी सिर्जना हुन्छ, त यो दरबन्दी सिर्जना गर्दाखेरि एउटा संगठन संरचना वा दरबन्दी सिर्जना गर्नको लागि वा कुनै दरबन्दी हेरफेर गर्नुपर्ने सिचुएसन आयो, अवस्था आयो भने त्यसको प्रकृति, कामको बोझ सबै हेरेर है र त्यसको आवश्यकता औचित्य हेरेर सम्बन्धित मन्त्रालय भनौँ नि, सम्बन्धित विषयगत मन्त्रालयले यो आर्थिक मामिला तथा योजना मन्त्रालयको राय परामर्श लिनुपर्छ, अर्थ मन्त्रालयको र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट अनिवार्य सहमति लिएर ओएम सर्वे गरेर ओएम सर्वेको प्रतिवेदन बनाएर फेरि त्यो प्रतिवेदन मन्त्री परिषदमा पेश गर्छ र मन्त्री परिषदले त्यसलाई पारित गर्छ। अनि मात्रै के हुन्छ, नयाँ दरबन्दीहरू थपिन जान्छ। ल यो कुराहरू तपाईको आइसकेको छ। यहाँ मात्रै फेरेको के हो भने, जस्तै यो कार्य विवरण र कार्य सम्झौताको कुरा, यो एकदम इम्पोर्टेन्ट पोइन्ट हो, एकदम भिभिआई पोइन्ट हो। तपाईको क्वेसन यहाँबाट पनि कति पटक सोधिसकेको छ त। सहायक तहको कार्य विवरण कार्य सम्झौता कार्यालय प्रमुखसँग, अधिकृत 6 10 को सम्बन्धित मन्त्रालयको सचिवसँग र 11औं तहको प्रमुख सचिव बीच हुन्छ। त यो कुरा बताइदिनु। अब यो परिच्छेद 3 मा यो प्रदेश निजामती सेवामा पदपूर्तिका कुरा छ। त पदपूर्तिका कुरामा एउटा मात्रै संशोधनले फेरियो। यो सहायक चौथो तहमा के भनेको थिएँ मैले अस्ति, कि सहायक चौथो तहमा तपाईलाई भन्यो भने सहायक चौथो तहमा खुल्लाबाट अब भन्यो भने प्रदेश निजामती सेवामा सहायक चौथो तहबाट 80% भन्नु।
सहायक चौथो तहमा प्रदेश निजामतीको सहायक चौथो तहमा कति % खुल्लाबाट पदपूर्ति गर्ने व्यवस्था छ? 80%। र कार्यक्षमताको मूल्याङ्कनद्वारा 10%। हेल्थतिर तपाईँलाई तोकेर भनिदियो भने 100% भन्ने, त्यसको लागि नो डाउट। स्वास्थ्य सेवामा सहायक चौथोमा 70% हो। तर यज निजामती तोकेर भन्यो भने निजामतीमा कति % खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था छ भने 80% बताउनु पर्यो हो। अनि 10% कार्यक्षमता मूल्याङ्कनबाट र 10% ज्येष्ठता तथा कार्य सम्पादन का समूहबाट। त 80 10 10 यसरी याद गर्नु है। चौथो तहको सजिलो छ याद गर्न। चौथो तहको खुला प्रतिस्पर्धाबाट 80% र अनि का समूह र ज्येष्ठता के भन्छ कार्यक्षमता मूल्याङ्कनबाट 10 र ज्येष्ठता तथा का समूहको बढुवाबाट ऊ 10% हो। ऊ बताइदिनु। अर्को भनेको तपाईँको यो पाँचौँ तहको ठिकै छ। खुलाबाट पाँचौँ तहमा 60% पदपूर्ति, कार्यक्षमता मूल्याङ्कनको 20 र ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनको 20। यो भन्ने अधिकृत छठौँ तह यस्तो छ जहाँ स्तर वृद्धि भएर हुने हो है, त्यहाँ सोझै पदपूर्ति गर्न मिलेन। रह्यो अधिकृत सातौँ तहको, त यो दोस्रो संशोधनले अलि पर्सेन्टेज फेरिदियो है। दोस्रो संशोधनले पर्सेन्टेज फेर्दाखेरि के भनिदियो भने यहाँ खुल्लाबाट, यो भर्खर हिजो अस्ति सोधेको लोकसेवा आयोगको जाँचमा उसको है, त्यो अधिकृत सातौँ तहमा खुल्ला प्रतिस्पर्धाबाट कति % पदपूर्ति गर्ने व्यवस्था रहेको छ भन्नु त। अब मैले के सिकाएको थिएँ? ओ 60%। 60%। 60% बताइदिने, यो पनि हामीलाई याद भयो। 60% खुला पर्दै र तपाईँको के छ भने यो अन्तर स्थानीय तह प्रतियोगी या के भन्छ, जस्तै तपाईँलाई यो भन्नु अन्तर स्थानीय तह प्रतियोगितामा यो स्थानीय काटिदिने। अहिले पछिल्लो संशोधनले खालि अन्तर तह प्रतियोगिता भन्छ क्या, अन्तर स्थानीय तह हुँदैन, अन्तर तह प्रतियोगिता हुन्छ। अन्तर तह प्रतियोगितामा 15% छ है। आन्तरिक प्रतिस्पर्धाबाट हेर्नु त, यसको हेर्दाखेरि तपाईँ 60 अनि के गर्ने, यो 15 मा जाँदाखेरि यो सातौँ तहको तपाईँहरू मिलाइहाल्नु है। सातौँ तहमा मिलाउँदाखेरि के हो, अन्तर स्थानीय तहबाट 10%। ल, अन्तर स्थानीय तहबाट 10% कहाँ गयो? 10% अन्तर स्थानीय तहबाट 10%। र यो कार्यक्षमता मूल्याङ्कन र ज्येष्ठताको जुन 20-20 छ नि, यसलाई 15-15 मा झार्नु। 15-15 मा गर्दाखेरि हाम्रो 100% पुग्छ हो। अधिकृत सातौँ तहको कुल 100% सिट छ। 100% सिट छ, त 100% सिटमा के भयो, खुल्लाबाट 60%, खुल्लाबाट 60% है। अन्तर तह प्रतियोगिताबाट 10%, कार्यक्षमता मूल्याङ्कनबाट 15% र कासमु तथा ज्येष्ठता बापत 15% हो। त्यो बन्ने अनि टोटल हाम्रो कति भइहाल्छ? 100% हो। एक आध 2 पोइन्ट टिप्नु न, त्यहाँ चेन्ज गरेर ठ्याक्कै नोट लिएर बसेको हुन्छ नि, त्यति पनि लेख्न अल्छी लाग्छ। एकदम सिधा। अधिकृत सातौँ तहमा खुलाबाट 60% पदपूर्ति गर्ने व्यवस्था छ। अन्तर तह प्रतियोगिताबाट 10%, अन्तर तहबाट 10%, 70 भयो। 60 10 70 अनि 15% कार्यक्षमता मूल्याङ्कनबाट त 85 भयो। अनि 15%, 15% तपाईँको ज्येष्ठता तथा का समूहबाट ल भयो। अब कोही भन्छ 90 पुगिरहेछ, कोही भन्छ अब जोड घटाउ आउँदैन भने त्यो म के गरौँ? जोड घटाउ आएपछि नेट स्लो छ भने, कसको नेट स्लो छ? मेरो नेट स्लो छ? आवाज क्लियर सुनिएको छ नि त?
एकदम छ सर, उनीहरूको आफ्नै प्रब्लम। यो यी बदमासहरू के गर्छ, 600 विद्यार्थी आउँछ वा 600 भेराइटीको कुरा गर्छ। ल त यी अरूमा सबै ठिक छ। तपाईँको अधिकृत 8औँमा डाक्टर साहेब बाहेक अरूको 100% स्तर वृद्धि हो, तर डाक्टर साहेबहरूको 100% खुला प्रतिस्पर्धाबाट हो। अधिकृत 9औँ तहमा यो स्वास्थ्य सेवा बाहेक खुलाबाट 10% अन्तर तह भन्नु स्थानीय हटाइदिने मात्रै। अन्तर तह प्रतियोगिताबाट 15%, आन्तरिक प्रतियोगिताबाट 10%, कार्यक्षमताको मूल्याङ्कनबाट 35% र कार्य सम्पादन मूल्याङ्कनबाट 30%। यो ठिक छ है। अधिकृत 9औँ तहमा स्वास्थ्य सेवाको हेर्ने हो भने खुल्लाबाट 20, अन्तर तहबाट 15% र कार्यक्षमताको मूल्याङ्कनबाट 35% र ज्येष्ठता बापत 30%। यो भन्नु। अधिकृत 10औँमा 100% स्तर वृद्धि हो र यो अधिकृत 11औँको कार्यक्षमता मूल्याङ्कन 80% र ज्येष्ठता तथा कासमुको 20% छ। ठ्याक्कै नोटमा यो पर्सेन्टहरू सबै घोकेर जानु पर्यो, बुझ्नु पनि पर्यो, घोकेर पनि जानु पर्यो। र चौथो तहको मैले भनिसकेँ, निजामतीमा तपाईँको चौथो तहको सोध्यो भने खुल्लाबाट 80% भनिदिनु, कार्यक्षमता मूल्याङ्कनको 10% भनिदिनु र ज्येष्ठता तथा कार्य सम्पादन मूल्याङ्कनबाट हुने पदपूर्तिलाई 10% भयो। ल बडा राम्रो, ठिक। अब हेरौँ, यो यताको हेर्नु भने यो प्रदेश निजामती सेवाको हो। देखाएको पद रिक्त भएमा सोही पद मान्ने पदपूर्ति गर्नुपर्ने व्यवस्था भनेको कुन पद रिक्त भयो भने के को पदपूर्ति गर्ने भने यो चौथो तहको पद रिक्त भयो भने चौथो तहकै खाली भएर पदपूर्ति गर्न लगाउने। 5औँ र 6औँको पद रिक्त भयो भने 5औँ तहको पदपूर्ति गर्न लगाउने। डाक्टर साहेब बाहेक अरू 7औँ र 8औँ तहको पद रिक्त भए 7औँ रिक्त भएको मानेर पदपूर्ति गर्ने। डाक्टर साहबहरूको 8औँ रिक्त भए 8मा पदपूर्ति गर्ने र 9औँ र 10औँको पद रिक्त भयो भने 9औँ तह रिक्त भएर पदपूर्ति गर्ने। यो पनि सोध्यो भने बताउनु पर्यो। अब रह्यो समावेशी आरक्षण, एकदम भिभिआई। त कोशी प्रदेश निजामती सेवामा विशेष व्यवस्था के छ त विशेष व्यवस्था हेर्दाखेरि यहाँ पनि खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति हुने पदहरूमध्ये 45% समावेशी तर्फ छुट्याए, सोलाई 100% मानेर है, 100% मानेर है, जस आदिवासीलाई 35%, महिलालाई 33%, दलितलाई 6%, आर्थिक रूपले विपन्न खसारेलाई 6%, थारूलाई 6%, मुस्लिम समुदायलाई 5%, मधेसी समुदायलाई 5% र अपङ्गता भएको व्यक्तिलाई 4% भनेर यो आरक्षण एकदम भिभिआई छ। हाम्रो यो कोशी प्रदेश निजामती सेवामा सबभन्दा बढी आरक्षण लिने समूह भनेको आदिवासी। र आरक्षणको सुविधा हेर्दाखेरि यो आरक्षण सुविधा कोशी प्रदेश निजामती सेवामा छ कि सहायक तहमा एकपटक र अधिकृत तहमा एकपटक गरेर कुनै व्यक्तिले यो प्रदेश निजामती सेवातिर 2 पटक लिन सकिन्छ आरक्षण सुविधा। यो आरक्षणका कुरा विशेष व्यवस्था एभ्री 10-10 वर्षमा रिभ्यू गर्ने कुरा बनेको छ। यो आरक्षण बमोजिम सिटहरू निर्धारण गर्दाखेरि कुनै विवाद उत्पन्न भयो भने त्यसको अन्तिम निर्णायक भनेको प्रदेश लोकसेवा आयोग हुनेछ है। त्यो प्रदेश लोकसेवा आयोगले लिने। अनि के भनेको छ, जस्तै कसको सिफारिसमा नियुक्ति हुने, कुन कुनतिर यो प्रदेश लोकसेवा आयोगको सिफारिस गर्न मिल्छ, प्रदेश लोकसेवा आयोगले सिफारिस गर्ने भनेको यो प्रदेश निजामती सेवामा पदपूर्ति हुने भर्खरै हामी पढे खुल्ला प्रतियोगितामा बाट छनौट हुनेलाई प्रदेश लोकसेवा आयोगले सिफारिस गर्छ। आन्तरिक अन्तर्तह है, आन्तरिक प्रतियोगिता अन्तर्तह भन्यो है, आन्तरिक प्रतियोगिता भन्यो या अन्तर्तह भन्यो भने यता। तर के तपाईँलाई लाग्छ कि यो कार्यक्षमता मूल्याङ्कनमा कासमु तथा ज्येष्ठतामा प्रदेश लोकसेवा आयोगले सिफारिस गरेर पठाउने हो? उसमा पठाउने होइन हो। पठाउने भनेको यही 3वटामा तपाईँहरू भन्नु। तपाईँलाई भोलिको दिनमा प्रश्न सोधियो भने यो प्रदेश लोकसेवा आयोगले कुनतिरको सिफारिस मात्रै गर्छ भने एउटा खुला प्रतियोगिता, अर्को एउटा अन्तर्तह है, अन्तर्तह सेवामा, र अर्को भनेको एउटा आन्तरिक प्रतियोगिता। त्यो 3वटाको मात्रै भन्नु। तपाईँको 3वटा जहाँ अप्सन छ भने त्यो भन्नु, अर्को एउटा अप्सन रहन्छ। ल त त्यो भन्नु।
अब के भनेको थियो, यो प्रदेश निजामती सेवाको कुनै पद रिक्त भएमा त्यो प्रदेश निजामतीको रिक्त पदको बारेमा सम्बन्धित मन्त्रालय भनेको यो विवरण सम्बन्धित मन्त्रालयमा सो विषयसँग सम्बन्धित मन्त्रालयलाई दिनु पर्यो। 15 दिनभित्रमा खबर गरिदिनु पर्यो है। 15 दिनभित्रमा खबर गरिदिनु पर्यो त्यो भन्छ। अनि नियुक्ति तथा पदस्थापना गर्ने अधिकारी को? त सहायक स्तरको विभागीय प्रमुख वा अधिकृत स्तरको कार्यालय प्रमुखले गर्छ। अधिकृत 6औं र 10औं तहको सम्बन्धित मन्त्रालयको सचिव भनेको जुन विषयगत मन्त्रालय तहतिरको सिफारिस हो। तपाईँहरूको त्यहाँ स्वास्थ्य सेवामा सिफारिस हुनुहुन्छ भने त्यो स्वास्थ्य सेवामा तपाईँको अधिकृत 6औं देखि 10औं तहको कसले सिफारिस गरिदिने? कुन मन्त्रालयको सचिवले तपाईँलाई नियुक्ति दिन्छ भन्नु त? कुन मन्त्रालयको? तपाईँ स्वास्थ्य सेवाको व्यक्ति हुनुभयो। प्रदेश निजामतीमा 6वटा सेवा छ, तर 6मा पनि तपाईँ स्वास्थ्य सेवा हुनुहुन्छ भने तपाईँको त्यहाँको स्वास्थ्य विषय हेर्ने मन्त्रालय, चाहे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ कि स्वास्थ्य मन्त्रालय छ कि सामाजिक विकास मन्त्रालय छ, जुन मन्त्रालय छ भने त्यहाँको सचिवज्यूले अधिकृत स्तरको है 6 देखि 10 पर्नुभयो भने त्यो हुन्छ, नियुक्ति गरिदिन्छ। अधिकृत 11औं तहको प्रदेश सरकार हो। अवकाश रिटायरमेन्टको डिसिजन लिने अधिकारी को? त्यो 11औं तहको प्रमुख सचिवज्यूले। अन्य सबै तहको कर्मचारीको सम्बन्धित मन्त्रालयको सचिवज्यूले त्यो बताइदिने। अनि अस्थायी नियुक्तिको कुरा गर्दाखेरि ल अस्थायी नियुक्ति गर्न सक्ने अधिकारीले यो अस्थायी दरबन्दी पनि तोक्न सक्छ। तपाईलाई भन्यो कि अस्थायी दरबन्दी कसले स्वीकृत गर्ने व्यवस्था छ बताउनुस् ल। एकैछिन यो प्रदेश निजामती सेवामा अस्थायी दरबन्दी कसले स्वीकृत गरे बमोजिम हुनेछ? कहीं प्रश्न सोध्यो भने के भन्ने? अस्थायी दरबन्दी यो प्रदेश सरकार हो। एकदम ठीक, प्रदेश सरकार। अस्थायी दरबन्दी कसले स्वीकृत गरे बमोजिम? प्रदेश सरकारको नाम लिनु। अस्थायी दरबन्दी प्रदेश सरकारले स्वीकृत गर्छ र अस्थायी दरबन्दीमा त्यो नियुक्ति गर्न सक्ने अधिकारीले बढीमा 6 महिनासम्मको लागि मात्र नियुक्ति भएको मितिदेखि 7 दिनभित्रमा सम्बन्धित मन्त्रालयलाई रेस्पेक्टिभ मिनिस्ट्रीलाई जानकारी गराइदिनुपर्छ। त्यो हो। अनि हामी के पढेको थियो भने यो उम्मेदवार हुनको लागि अयोग्यता, यो अयोग्य को व्यक्तिलाई यो प्रदेश निजामती सेवाको प्रतिस्पर्धामा उम्मेदवारै बन्न दिँदैन, उम्मेदवार बन्नमा रोक लगाइदिन्छ है। त उम्मेदवार बन्नमा रोक लगाइदिने भनेको यो सहायक तहको पदमा जो 18 पुरा भएको छैन, अधिकृत तहको पदमा जसको 21 पुरा भएको छैन, पुरुषको उमेरको हकका लागि यो प्रदेश निजामती सेवामा जुनसुकै सेवा छ, एउटा स्वास्थ्य सेवा बाहेक अरू सेवामा 35 वर्ष कटिसक्यो भने त्यसलाई पाउँदैन। महिला र अपाङ्गको हकमा 40 वर्ष कटिसक्यो भने त्यो पाउँदैन। तर स्वास्थ्य सेवामा सबैले 45 वर्षसम्म उम्मेदवार बन्न पाउँछ। त्यो हो। अनि प्रदेश स्वास्थ्य सेवा बाहेक अन्य अधिकृत 9औं तहको सोध्यो भने फेरि तोकेर अधिकृत 9औं तहको खुल्ला प्रतिस्पर्धामा तपाईँको के छ भने 45 सम्म पनि उम्मेदवार हुन दिइरहेको छ। अनि अर्को संघीय निजामती सेवा वा जुनसुकै प्रदेश निजामती सेवा वा स्थानीय सरकारी सेवामा हाल काम गरिरहेको बहालवाला कर्मचारी होला। जस्तै अहिले तपाईँहरू 5औंमा छ, एप्लाई गर्नुभयो तर कोही 4थो तहमा त्यहाँ कुनै प्रदेश सङ्घ स्थानीय तहमा काम गरिरहेछ, उहाँहरूलाई उमेरको हद लाग्दैन। र जो भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएको व्यक्तिलाई पनि उम्मेदवार हुन दिँदैन। गैर नेपाली नागरिक उम्मेदवारीको लागि अयोग्य भइहाल्छ। जो स्थायी अवश्य अनुमति पत्र विदेशै बस्ने गरी सदा गरी विदेशी नागरिकता ग्रहण गरिसक्यो, उतै बस्ने गरी सदाको लागि गइसक्यो भने त्यसलाई अनि तोकिएको बमोजिम न्यूनतम शैक्षिक योग्यता उत्तीर्ण नगरेकोलाई। अनि यस्तो उम्मेदवार जो भ्रष्टाचार, कृत्य, राष्ट्र विरुद्ध जासुसी, लागू औषधिको कारोबार, सम्पत्ति शुद्धिकरण, पुरातात्विक वस्तुको बेचबिखन, मानव बेचबिखनमा, अपहरणमा, शरीर बन्धक, जबरदस्ती गर्ने, सरकारी धनमालको चोरी वा नैतिक पतन देखिने गरी क्रिमिनल एक्टिभिटिजमा लागेर यो फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको व्यक्ति फेरि अयोग्य हुन जान्छ। र अर्को एउटा भनेको यो संघीय निजामती सेवा वा जुनसुकै प्रदेश निजामती सेवा वा स्थानीय सेवाको सम्मान तहमा कार्यरत अयोग्य हो। जस्तै कोही गण्डकीमा 5औंमा कार्यरत हो भने कृत्य भनेको
अरे ठगी गलत कागज बनाइदिन्छ, जालसाजी गरेर मुद्दामा फसेको हो नि त, कुनै डुप्लिकेटमा सही गराइहाले, किर्ते गराइहाले। कोही गण्डकीको पाछौमा कार्यरत छ भने के कोशीको पाछौमा ऊ उम्मेदवार बन्न पाउँछ? योग्य हो त्यो? हुन पाउँछ? पाउँदैन त, त्यही भनेको छ। यो तपाईँको रिटेनमा पनि सोध्न सक्छ है, विचार गर्नु होला। यो प्रदेश निजामती सेवाको लागि अयोग्यता भनेको एकदम प्रोबेबल क्वेसन हो रिटेनको लागि। अब भोलिको आउने भविष्यमा आउने दिनमा रिटेनमा सोध्यो भने नबिगारिकन मजाले लेख्ने, 4-5 मार्कमा हुन्छ। यो 9-10 वटा पोइन्ट छ, एकदम नम्बर आउँछ, राम्रो नम्बर आउँछ। ल, अनि अस्थायी नियुक्ति सम्बन्धी कुरा यहाँ त आइसक्यो। प्रदेश लोक सेवा आयोगले आफूले सञ्चालन गरेको जुन परीक्षाहरू छ जसमा स्थायी नियुक्तिका लागि रेकमेन्डेसन नभएको उम्मेदवारहरूबाट एउटा छुट्टै लिस्ट जारी गर्नुपर्ने हुन्छ, अस्थायी सूची, र त्यही अस्थायी सूचीबाट अस्थायी नियुक्ति गर्न मिल्छ। त्यो पनि सम्बन्धित मन्त्रालयले प्रदेश लोक सेवा आयोगलाई लेखेर पठायो कि हामीलाई अस्थायी रूपमा कर्मचारी चाहिएको छ भने प्रदेश लोक सेवा आयोगले त्यही अस्थायी सूचीको मेरिट हेरेर कसको नाम अगाडि छ त्यही आधारमा उसले सिफारिस गरिदिन्छ सम्बन्धित मन्त्रालयलाई, र त्यो लोक सेवा आयोग। अस्थायी नियुक्ति पनि तपाईँलाई सोध्यो भने अस्थायी नियुक्ति कसको सिफारिसमा हुन्छ? यो अस्ति पढेको कुरा मैले भनिरहेको छु। अस्थायी नियुक्ति हेर्नु, सेवा गर्नलाई एक त थायी नियुक्तिमा पनि हुन्छ, थायी नियुक्तिमा राखेर सेवा दिन सकिन्छ। थायी नियुक्ति हो। थायी नियुक्तिको लागि पनि प्रदेश लोक सेवा आयोगले नै सिफारिस गर्ने हो। सुन्नु, फर्स्ट डे जो हो, अहिले म आइरहेको छु, फर्स्ट डेको सुन्नु न फेरि। अब तपाईँहरू के हुन्छ, आज फर्स्ट डे हो, तपाईँहरूको रोटेसन चल्छ, यो क्लास भइराखेको हुन्छ। अब फर्स्ट डे आउनेहरू पनि त्यति नगर्नु न, ध्यान दिएर सुन्न फेरि त आउँछ नि त सर्कुलरमा। बहुत गाह्रो हुन्छ, त्यहाँबाट भन्नलाई सजिलो हो, तर यताबाट म्यानेज गर्नलाई त बहुत गाह्रो हो। ल, अब आयो, अब अर्को आयो, फास्ट गर्नु। नयाँहरूको रोटेसन हुन्छ, नयाँहरू पढ्ने। ल, तर यो टपिकको त सुरुको कुरा छ, सुरुको कुराहरू त आइहाल्छ। यो त अब दुई अर्को कुराहरू पढाइ हुन्छ, छुटेको कुराहरू त पढाइ भइहाल्छ नि त। ल, त के भने अनि अस्थायी नियुक्ति दिँदाखेरि बढीमा 6 महिनासम्मको लागि मात्रै नियुक्ति दिन सकिन्छ, र त्यो नियुक्ति गरेको जानकारी भनेको त्यो सम्बन्धित रेस्पेक्टिभ मिनिस्ट्रीलाई 7 दिनभित्रमा जानकारी गराइदिनु पर्यो, त्यो भन्ने। अर्को हेर्नु, अर्को हेर्दाखेरि यो हो कि कति बेला त्यो प्रदेश निजामती सेवाको कर्मचारीको पदमाथिको अधिकार कायमै रहन्छ। यो गत वर्ष रिटेनमा सोधेको क्वेसन हो, त्यो वस्तुगतमा पनि सोधिरहन्छ। त यो आफ्नो पदमाथि काम गरिरहँदाखेरि पद अधिकार कायम रह्यो। अर्को पदमा सरुवा भई कार्यभार सम्हाल्न पाइने म्यादसम्म है, सम्हाल्न पाइने म्यादसम्म भनेको कुनै कारणले उसको सरुवा भइसक्यो, त्यहाँ गएर हाजिरी जबसम्म गरेको छैन, पदभार गरेको छैन भने तबसम्म उसको जहाँ काम गरेको थियो त्यहीसम्म उसको पदीय अधिकार कायम रहन्छ। विधामा रहेको अवधिमा पनि पदीय अधिकार कायम रहन्छ, सस्पेन्ड भएको अवधिमा पनि पदीय अधिकार कायम रहन्छ। अर्को पदमा उसलाई कायम मुकायम खटाइदिएको भए पनि कायम मुकायम खटेको ठाउँमा ऊ काम गर्छ, तर ऊ जहाँ उसको पदस्थापना थियो त्यहाँ पदीय अधिकार रहन्छ। काजमा खटाइदियो भने पनि काजमा खटेको ठाउँमा खटे तापनि उसको जहाँ पदस्थापना थियो त्यहाँ उसको के हुन्छ, पदीय अधिकार कायम रहन्छ। अर्को, यो प्रदेश निजामती सेवाका कुनै पनि कर्मचारीलाई 30 दिनभन्दा बढी जिम्मेवारी नदिइकन राख्नै मिल्दैन। यो जिम्मेवारी त्यस्तो कसैले गरेमा उसैलाई कारबाही गर्छ, उसै उपर तल भत्ता असुल गरिन्छ भनेको कुनैलाई 30 दिन भित्रैमा उसको जिम्मेवारी
लगाइदिनु पर्यो, के काम छ त्यो कुराहरू तोकिदिनु पर्यो सम्बन्धित अख्तियारवाला अधिकारीले। भनेको यो निलम्बनको अवधिमा वा लामो बिदाको अवधिमा वा सेवा समूह अनुसार यो फाजिलमा परेको अवस्थामा जिम्मेवारी नदिए पनि फरक पर्दैन, तर अन्य जेनरल कन्डिसनमा कसैलाई 30 दिनभन्दा बढी जिम्मेवारी नदिइकन राख्नु हुँदैन। कसैलाई नियुक्ति गर्नुभयो भने उसलाई जिम्मेवारी दिनुपर्छ। अनि निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ। यो निरोगिताको प्रमाणपत्र एकपटक पेश गर्नुपर्ने हुन्छ। मैले भने कि प्रदेश निजामती सेवाको पदमा तपाईँहरू जस्तै सहायक तहमा जानुहुन्छ, तपाईँलाई कार्यालय प्रमुखले नियुक्ति दिन्छ। त नियुक्ति दिँदाखेरि त्यो कार्यालय प्रमुख, विभागीय प्रमुखले नियुक्ति गर्दाखेरि एउटा त निरोगिताको प्रमाणपत्र खोजिदिन्छ। त निरोगिताको प्रमाणपत्र खोज्दाखेरि कहाँबाट ल्याउने निरोगिताको प्रमाणपत्र? त यो प्रदेश निजामती सेवाको नियमावलीमा यसको फारम रहेको छ, फर्मेट छ। त्यो फारम, त्यही तोकेको फारममा के हुनु पर्यो, यो नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तह अन्तर्गतका अस्पतालमा कुनै मेडिकल अफिसर छ नि, एनएमसी नम्बरहरू उहाँबाट प्रमाणित गराएर लगाउनुपर्छ, अनि मात्रै भ्यालिड हुन्छ। एकपटक मात्रै पेश गर्नुपर्छ। त्यो बताइदिने। शपथ ग्रहणको कुरा छ भने त एकपटक शपथ ग्रहण पनि गर्नुपर्ने हुन्छ है। जसले नियुक्ति दिन्छ उहाँकै अगाडि त पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने व्यवस्था छ। अनि परीक्षण कालको कुरा छ। त परीक्षण कालको कुरामा यो प्रदेश निजामती सेवामा सुरुमा नियुक्ति गर्दाखेरि महिला कर्मचारीलाई 6 महिनाको परीक्षण कालमा बस्नुपर्ने, पुरुष कर्मचारीको लागि 1 वर्षको परीक्षण काल हुन्छ, याद गर्नु। र एकपटक परीक्षण काल व्यतीत गरिसकेपछि, काटिसकेपछि पुनः उसलाई सेवा अवधिभरिमा परीक्षण कालमा राखिँदैन हो, त्यो हो। र कसैको परीक्षण कालभित्र उसको काम सन्तोषजनक भएन वा यो ऐन अन्तर्गतमा जुन अहिले हामी आचरणहरू पढ्छौँ त्यो आचरण विपरीतको काम कसैले गर्यो भने त्यो नियुक्ति दिने अख्तियारवालाले उसको नियुक्ति पत्र बदर गरिदिन्छ, भनेको नियुक्ति नै खारिज गरिदिन्छ, त्यो हुन्छ। र एकपटक परीक्षण काल मानौ नि नियुक्ति नबदर गरियो, परीक्षण काल उसले समाप्त भइसक्यो भने त्यसको नियुक्ति सदर मानिन्छ, सदर भयो। र कोही संघीय निजामती सेवामा थियो या प्रदेश निजामतीमा योभन्दा अगाडि वा स्थानीय सरकारी सेवामा, त्यहाँ एकपटक परीक्षण काल काटिसकेको छ र उसले रवाना पत्र लिएर आयो भने उसलाई नयाँ पदमा नियुक्ति दिँदाखेरि पनि परीक्षण काल, जस्तै कोही चौथो तहमा होला, सपोज गण्डकी प्रदेशमा कोही चौथो तहमा छ, अब कोशी 5औँमा नाम निकालेर आयो र गण्डकीबाट ऊ रवाना पत्र लिएर आउँछ भने के कोशीमा उसलाई परीक्षण कालमा राख्छ? राख्दैन हो। एकदम सजिलो, ठिक, राख्दैन, सजिलो छ। त यो पनि बुझे। अब रह्यो यो कायम मुकायम कसले मुकरर गर्न सक्छ यो प्रदेश निजामती सेवामा? यो अहिले हात नउठाउनु, तपाईँहरूको हात दुख्न थाल्छ। म भन्छु जब जति बेला हात उठाउने, जति पनि असहज भयो भने म जति बेला भन्छु क्वेसन सोध्नु, त्यो बेला सोध्नु होला मजाले। अनि यो प्रमुख सचिवले कायम मुकायम मुकरर गर्न सकिन्छ। यो कायम मुकायम बढीमा यहाँ 6 महिना मात्रै हो। यो व्यक्तिगत विवरण फारम, सिट्रोल फारम प्रदेश निजामती सेवाको कर्मचारी सकेपछि अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्था छ। 4 प्रति भर्नुपर्ने व्यवस्था छ। कति दिनभित्रमा भर्नुपर्ने सोध्यो भने नियुक्ति भएको मितिले 30 दिनभित्रमा फारम भरेर आफ्नो कार्यालयमा कार्यालय प्रमुख कहाँ बुझाइदिनु पर्ने र त्यो विवरण प्राप्त गरिसकेपछि कार्यालय प्रमुखले त्यहाँबाट 15 दिनभित्रमा प्रमाणित गरेर सबै कागजातहरू प्रमाणित गरेर फरवार्ड गरिदिनु पर्यो प्रदेश निजामती किताबखानालाई। र प्रदेश निजामती किताबखानाले त्यस्तो विवरण प्राप्त भएको मितिले 15 दिनभित्रमा त्यो सिट्रोल दर्ता गरेर रजिस्टर गरेर कर्मचारीलाई त्यो सङ्केत नम्बर उपलब्ध गराइदिनु पर्ने हुन्छ है।
प्रदेश सचिवको कार्यकाल सोध्यो भने प्रदेश सचिवको कार्यकाल 5 वर्षको। प्रदेश सचिवको अरू सबै सचिवहरूको कार्यकाल 5 वर्षको हुन्छ। एउटा मात्रै छ मुख्य सचिव। एउटा मात्रै हुन्छ मुख्य सचिवको कार्यकाल कति वर्षको हो सोध्यो भने त्यो मुख्य सचिव नेपाल सरकारको मन्त्री परिषदको सचिव हो। मुख्य सचिवको 3 वर्ष, अरू बाँकी जति सचिवज्यूहरू हुन्छ त्यो सचिवज्यूहरूको कार्यकाल 5 वर्ष भन्नु। अरू बाँकी सिधै एकै शब्दमा 6 इयर सचिवको होइन, 6 इयर त संवैधानिक निकायको पदाधिकारीहरूको, लोकसेवा आयोगको अध्यक्षको, सदस्यहरूको, सचिवको कहाँ भनेको छु म है। लोकसेवा आयोगको अध्यक्ष र सदस्यहरू अब हेर्नु। अनि यो सरुवा गर्ने अधिकार, सरुवाबाट पनि वस्तुगत क्वेसनहरू सोधिराखेको हुन्छ। अब सरुवाका क्वेसनहरू हेर्नु त, सरुवामा के छ कि कसको सरुवा कसले गर्ने। त यो अधिकृत 11औं तहको कर्मचारीको सरुवा प्रदेश सरकारले गर्न सक्छ। यो प्रदेश सरकारको डाइरेक्ट मन्त्री परिषदबाट हुन्छ। अधिकृत 9औं र 10औं तहको कर्मचारीलाई प्रमुख सचिवज्यूले एक मन्त्रालयबाट एक मन्त्रालय वा सो मन्त्रालय अन्तर्गतको कार्यालयबाट अर्को मन्त्रालयमा कसैलाई सरुवा गर्नु पर्यो भने वा अर्को मन्त्रालयको कार्यालयमा पठाउनु पर्यो भने फेरि प्रमुख सचिवैज्यूले, मन्त्रालय नै चेन्ज गर्नुपर्ने अवस्था आयो भने प्रमुख सचिवज्यू। एक मन्त्रालयबाट अर्को मन्त्रालय सार्नु पर्यो भने जसको लागि प्रमुख सचिवले याद गर्नु, कार्यालय प्रमुख बाहेकको पद र लेखा बाहेकको अधिकृत 8औं तहसम्मको सम्बन्धित मन्त्रालयको सचिवज्यूले सरुवा गर्छ भनेको तपाईँलाई भन्छ ल यो प्रदेश निजामती सेवा अन्तर्गतको सहायक तहको कर्मचारीको सरुवा कसले गर्ने व्यवस्था रहेको छ, यो प्रश्न सोधिराखेको छ के। सहायक तहको कर्मचारीको सचिवज्यू 60 वर्षमा कसरी रहन्छ। सचिवज्यू त 5 वर्ष सेवा अवधि पूरा गर्ने रिटायर्ड भइहाल्छ। सहायक तहको कर्मचारीको सरुवा कसले गर्छ, यो नियुक्तिको कुरा मैले भनेको होइन र सिधै सम्बन्धित मन्त्रालयको सचिवज्यू भन्नु। सम्बन्धित मन्त्रालयको सचिवज्यू। यो क्वेसन 80 सम्म गण्डकीमा पनि यस्तो सोधिरहेको थियो। अहिले तपाईँहरूको कोशीमा पनि सोध्छ कि प्रदेश निजामती सेवाको सहायक स्तरको कर्मचारीको सरुवा कसले गर्छ, त्यो सम्बन्धित मन्त्रालय रेस्पेक्टिभ मिनिस्ट्रीको सेक्रेटरीले गर्छ। अनि तपाईँहरूको रेस्पेक्टिभ मिनिस्ट्री कुन, तपाईँहरूको त्यहाँ प्रदेश निजामतीमा सम्बन्धित मन्त्रालय कुन होला, तपाईँको मन्त्रालयको नाम के हो, त्यो चिन्ह आउनु पर्यो नि। अब त्यो कोशी प्रदेशमा एमओएच छ कि एमओएचपी छ, जे छ त्यही मन्त्रालयको सचिव। र कार्यालय प्रमुखको पदमा प्रमुख सचिवले सरुवा गर्छ। फेरि कार्यालय प्रमुखको कसले सरुवा गर्न सक्ने हो सोध्यो भने कार्यालय प्रमुख बाहेक भनेको छ, कार्यालय प्रमुखमा रहनुभयो भने प्रमुख सचिवज्यूले सरुवा गर्छ। लेखा तर्फका अधिकृत 8औं तहसम्मको कर्मचारीलाई त्यहाँको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवज्यूले है, आर्थिक मामिला तथा योजना मन्त्रालय फेरि प्रदेश लेखा नियन्त्रक कार्यालय। अनि सरुवाको क्राइटेरिया के छ भने यो कर्मचारीलाई यथासम्भव हिमाल, पहाड, तराई समेत सबै भौगोलिक क्षेत्रको अनुभव दिलाउने र प्रमाण योग्य हुने गरी आधार र प्राथमिकता तोकी सरुवा गर्न सकिनेछ। सरुवा गर्दाखेरि हेर्नु त यो कति हो, पहाडको जिल्लामा के भन्छ, तराईको जिल्लामा कति वर्ष व्यतीत भएपछि सरुवा हुने, तराईको जिल्लामा कति वर्ष पुगेपछि सरुवा गर्न मिल्ने सोध्यो भने 2 वर्ष। 2 वर्ष नकटिकन कसैको सरुवा हुँदैन। पहाडको जिल्लामा 1.5 वर्ष,
र हिमाली जिल्लामा 1 वर्ष। यो सजिलो छ, याद गर्नु होला। तर के भनेको छ, सरुवाको त यस्तो कन्डिसन भयो। तर के भनेको छ, जस्तै यो हेर्नु त, यो 1 वर्ष काम गर्नलाई 233 दिन रुजु हाजिरी भएको हुनुपर्छ भनेको 1 वर्ष कम्प्लिट गर्नलाई एटेन्डेन्स हाजिरी कति दिन हुनु पर्यो? 233 दिन। यो त सबैमा सेमै आइरहेछ, यही कुरा कति पटक सुनौँ। तर के भन्छ भने यो अधिकृत 8औं यहाँ हेर्नु त, यो फलानो दफा उपदफामा जे लेखे तापनि अधिकृत 8औं तहसम्मको कर्मचारीलाई सरुवा गर्न अधिकार प्राप्त प्रमुख सचिवज्यूको पूर्व सहमति लिए यो सेवा अवधि पूरा नहुँदै सरुवा पनि हुन सक्छ। यो कन्डिसन नपुरा गरे पनि सरुवा हुन सक्छ। कति बेला सरुवा हुन सक्छ भने यो सरुवाका आधारहरू पनि तपाईहरु याद राख्नु, कुनै बेला रिटनमा पनि सोधिदियो भने बताउनु पर्यो यो, है। गर्ने अधिकारी कन्डिसनहरू के छ त्यो सबै बताउनु पर्यो। अनि यो कुनै निजामती सेवा कुनै स्थानमा कार्यरत कर्मचारी अशक्त भयो, बिरामी पर्यो र सो स्थानमा निजको उपचार हुन सम्भव देखिएन भने त्यहाँ नेपाल सरकार वा प्रदेश सरकारद्वारा गठित मेडिकल बोर्डले त्यस्तो कुरा प्रमाणित गरिदियो भने, है, त्यो अवस्थामा त्यो प्रदेश निजामती सेवाको कर्मचारीको जुनसुकै अवस्थामा सरुवा भइहाल्छ। अर्को, कुनै कर्मचारीलाई निजको काम कारबाही व्यवहार र आचरणको कारण कार्यालयमा राखिए उपयुक्त नभएमा, है, राख्न उपयुक्त नभएमा वा आधार नभएमा कोही कारबाही गर्नु पर्यो, कसैको व्यवहार आचरणहरू ठिक भएन, अनि व्यवहार आचरणहरू ठिक नभएको कारणले अब त्यो कार्यालयमा राख्नै अवस्था छैन भने उसलाई त सरुवा गरिदिन्छ। सरुवा गरेर यो सोच्नुहुन्छ कि राम्रोमा पठाइदिन्छ, होइन, खराबै पाउनुहुन्छ ठाउँ। अर्को, प्रदेश निजामती सेवाको कुनै दरबन्दी सरकारले कुनै बेला कहीँ प्रशासनिक खर्चहरू घटाउनको लागि दरबन्दी कटौती गर्यो भने त्यो कर्मचारी फाजिलमा यदि परिहाल्छ भने फाजिल भएको अवस्थामा अब फाजिलमा राखेर के हुन्छ, अर्कोतिर कहीँ खाली छ, मिल्ने दरबन्दी छ भने त्यहाँ सरुवा गरिदिन्छ। अर्को हेर्नु, अनि के लेखेको छ अरू कुरा, यो त सरुवा हुने विशेष अवस्था भयो। सरुवा हुने विशेष अवस्था। अरू के भनेको छ, जस्तै यहाँ यो दफा उपदफामा जे लेखे तापनि अध्ययन विधामा रहेको वा निलम्बनमा रहेको वा 6 महिनाभन्दा बढी अवधिसम्म अन्य कुनै विधामा रहेको वा 3 महिनाभन्दा बढी अवधिसम्म अन्यत्र कतै काजमा खटिएको छ भने वा कुनै खास कामको लागि वा कुनै आयोजनाको लागि कार्यान्वयनको लागि खटाइएको कर्मचारी को पदाधिकारी प्रमुख सचिवले उसलाई अतिरिक्त समूहमा राखिदिन्छ। एउटा अतिरिक्त समूह पनि राखेको छ विकल्पमा। जस्तै यो सेवा, प्रदेश निजामती सेवामा कतिवटा सेवा? सेवा त छँदैछ 6 वटा। 6 वटा सेवा छ। तर उसलाई के हुन्छ, त्यो सेवा समूहहरू हुन्छ, समूहमा पनि एउटा अतिरिक्त समूह छुट्टै राखेको हुन्छ, एक्स्ट्रा ग्रुप राखेको हुन्छ र कसैलाई काज खटाउनु पर्यो, कसैलाई अध्ययन विधा दिनु पर्यो, कसैलाई कतै निमित कायम मुकायम गर्नु पर्यो भने उसलाई कहाँ राखिदिन्छ, है। बुकमा 7 राखेको छु त 6 गर्न भनिरहेको छु त त्यो किन सुनिरहेको छैनौ? 6 मैले भनेको छैन? ल, ठिक ठिक। ओके। अब के भयो त, यो अतिरिक्त समूह हो। अब अर्को तपाईँलाई इम्पोर्टेन्ट भनेको यो बर बुझारत गरेर कति दिनभित्रमा बर बुझारत गरेर कार्यालय सरुवा भएको कार्यालयमा हाजिर हुनुपर्ने हो भने कोशी प्रदेशले तपाईँको कति तोक दिएको छ भने 15 दिनै तोकेको छ, है। बर बुझारतको डेट सोध्यो भने, है, कुनै कर्मचारीको एक ठाउँबाट अर्को ठाउँमा सरुवा भयो भने कति दिनभित्रमा बर बुझारत गरेर अर्को कार्यालय हाजिर हुन जानुपर्ने भने 15 दिन बताइदिनु। ओके। अनि यो कोही बर बुझारत सरुवा भयो त उसलाई त रवाना दिनुपर्छ। हाजिर हुनको लागि रवाना दिनुपर्ने कसको जिम्मेवारी? त त्यहाँको कार्यालय प्रमुखको जिम्मेवारी। र त्यो कार्यालय प्रमुखले उसलाई हाजिर हुन नजान दियो वा रवाना दिएन भने त्यो कार्यालय प्रमुखलाई विभागीय सजाय हुन्छ।
एक्काइस दिन नभन, यो कोशीमा 15 दिन छ त किन 21 दिन भनिरहेको छु कोशी प्रदेशको निजामती सेवामा? 21 दिन जहाँ थियो तहाँको याद गरे न। अब हामी कोशी प्रदेश पढिरहेछौँ त कोशी प्रदेशको कानुनमा के लेखेको छ त्यो हेर्छु नि। अहिले अरू तरुको कुरा नगर्नु, अरूको छोडिदिनु। अरू के छ कहाँ छ त्यो कन्फ्युजन मात्रै गराइदिन सक्छ। अब बडा राम्रो। अब के छ भने तपाईँ यो हेर्नु त, यो तह वृद्धि र बढुवाको कुरा छ है। यो यहाँबाट पनि प्रश्नहरू सोधिराखेको हुन्छ। तह वृद्धि, तह वृद्धिमा सोध्यो भने लेभल अपग्रेड हुनको लागि, लेभल अपग्रेड हुनको लागि कसैको सुरुमा 5औं तहमा नियुक्ति छ भने 6औं तहमा जानको लागि 5 वर्ष सेवा गर्नै पर्यो त्यो 5औं तहमा। 7औँबाट 8औं तहमा जानलाई 5 वर्ष र 9औँबाट 10औँमा पनि जानलाई 5 वर्ष हो। सबैको 5 वर्ष हो। तर त्यो तपाईँ एउटा अदर्स त्यहाँ कुरा के टिपिदिनु, यो त कमसेकम 5 वर्ष त पुरा गर्नै पर्ने भयो। तर यसको अलावा पछिल्लो 3 वर्षको कासमुमा है, पछिल्लो 3 वर्षको कासमुमा औसतमा कति पर्सेन्ट नम्बर ल्याएको हुनु पर्यो सोध्यो भने के भन्ने? होइन होइन, यहाँ भन्नु, उता उत्तम भनेको चाहिँ यहाँ 90%, 90% टिप्नु त्यहाँ। पछिल्लो 3 वर्षको कासमुमा औसत अङ्क 90% ल्याउनु पर्यो। 90 त्यहाँ लेखिदिनु। पछिल्लो 3 वर्षको कार्य सम्पादन मूल्याङ्कनमा औसतमा 90 अङ्क पनि ल्याएको हुनु पर्यो एभरेजमा। र अर्को के छ, कम से कम जुन तहमा स्तर वृद्धि हुनेवाला छ त्यो भन्दा एक तह मुनिमा रही कम्तीमा कति वर्ष काम गरेको हुनु पर्यो? 5 वर्ष। रे आफै कसरी हुन्छ यो प्रक्रिया हो। फारम खुल्छ, फारम भर्नुपर्छ, कागजपत्र दिनुपर्छ। ल अब के भने यो प्रत्येक वर्ष साउन 1 गते र माघ 1 गतेदेखि वर्षको 2 पटक यो तह वृद्धिको निर्णय हुन्छ। अनि कर्मचारीको तह वृद्धि सम्बन्धित मन्त्रालयको सचिवले गर्नेछ है। तह वृद्धि सम्बन्धित मन्त्रालयको सचिवज्यूले गर्नेछ। यो बताउनु है। तह वृद्धि गरेको जानकारी, यो त कसैको लेभल अपग्रेड भएको जानकारी 15 दिनभित्र प्रदेश किताबखाना, प्रदेश लोकसेवा आयोग र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई दिनुपर्छ। ल र यहाँ हेर्नु, अब के भन्नु, जस्तै मैले के भन्दै थिएँ ध्यान दिएर सुन्नु कि तह वृद्धि हुनको लागि एउटा के भयो कि जस्तै यहाँ 6औं तहमा तह वृद्धि हुनको लागि 5औं तहमा कमसे कम 5 वर्ष काम गरेको हुनु पर्यो। पछिल्लो 3 वर्षको कासमु फारममा औसतमा 90 अङ्क ल्याएको हुनु पर्यो। र एउटा अर्को कुरा पनि थाहा पाइराख्नु पर्यो, सेवाकालीन तालिम लिएको। सक्नु त त्यहाँ सेवाकालीन तालिम लिएको हुनुपर्ने।
सेवाकालीन तालिम लिएको हुनु पर्यो अनि मात्रै हुन्छ। सेवाकालीन तालिम यो 3वटा क्राइटेरिया उसले मेट गर्नु पर्यो अनि मात्रै के हुन्छ, तह वृद्धि हुन्छ। तह वृद्धिको डिसिजन गर्न सक्छ है। सुन न, यो कसले बुझेन हौ हात उठाउ त। एकछिन जथाभावी ध्यान दिने बेलामा कहाँ ध्यान दिएर सुनेको हुन्छ। यो को ऋषिकान्त सर साहनी। चौथो सर चौथो तहको है, लागि सर कसरी प्रक्रिया सर? चौथो तहमा तपाईँ अहिले चौथै तहमा हो। म के भने कि प्रदेश निजामती सेवामा खुल्लाबाट 80% बुझ्नुभयो र होइन, त्यो त 10% सर चौथो तहमा कार्यरत छ अनि पाँचौं तहमा त्यसको वृद्धि हुनको लागि सर त्यसको प्रक्रिया भनिदिनुहोस् अलि। अहिले वृद्धि भन्नको लागि मैले के क्राइटेरिया भनेको छु, त्यो प्रत्येक वर्ष ऊ के हुन्छ, अब तह वृद्धिको कुरा सम्बन्धित अधिकारी यो स्थानीय सेवामा प्रदेश निजामतीमा जानुहुन्छ भने तपाईँको त यो एउटा समिति छ या सचिवज्यूले सम्बन्धित मन्त्रालयको सचिवज्यूले निर्णय गर्न सक्छ। तर के गर्नुपर्छ, उसले तह वृद्धिको फारम खुलाउँछ, उसले एउटा समय अवधि दिन्छ फार्म भर्ने। तर त्यो बेला तपाईँ के इलिजिबल हुनुपर्छ, कति बेला इलिजिबल हुनुहुन्छ, जबकि तपाईँ जुन तहमा वृद्धि हुनेवाला हो त्यो तहभन्दा एक तह मुनिमा रही कति वर्ष सेवा गरेको हुनु पर्यो, 5 वर्ष। अनि त्यो पछि तपाईँको 3 वर्षको लास्ट 3 इयरको कासमुको एभरेज अङ्क कति ल्याएको हुनु पर्यो, 90%। र तपाईँ सेवाकालीन तालिम लिनु भएको छ भने यो सबै हेरेर मात्रै सम्बन्धित मन्त्रालयको सचिवज्यूले तह वृद्धि 5 वर्ष गरिदिन्छ। 5 वर्ष काम गरेको हुनु पर्यो। अब बुझ्नु भयो कि हुन्छ नै सर। भन्नु त। ल त यो 3वटा मैले शर्त बताइदिए। अनि अर्को तपाईँहरू भन्नु, एउटा अझै मैले टिपेको छु, एउटा इम्पोर्टेन्ट कुरा टिपेको छु है। तह वृद्धिका लागि सिफारिस समिति भनेर लेख्नु त त्यहाँ। तह वृद्धिको निर्णय त सम्बन्धित मन्त्रालयको सचिवज्यूले लिन्छ। कसले तह वृद्धि गरिदिने हो, कसैको लेभल अपग्रेड लेभल बढाइदिने निर्णय डिसिजन कर्ता को हो? अहिले भनिरहेको छु लेभल बढाइदिने सम्बन्धित मन्त्रालयको सचिवज्यू भनिरहेको छु। त तिमीहरू जहाँ पनि लोक सेवा आयोग, जहाँ पनि मुख्यमन्त्रीज्यू, त जहाँ पनि के हो, गेस पनि गर्छौ भने अलि पनि क्लु नमिल्ने खालको गेसहरू गर्छ। तह वृद्धिको डिसिजन मेकर हो सम्बन्धित मन्त्रालयको सचिवज्यू। मन्त्रालय भनिदियौ भने तिमी मुख्यमन्त्रीज्यूलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको सचिवज्यूलाई सम्झिन्छौ। तह वृद्धि 2 पटक मात्रै। त मैले एउटा के टिपाउँदै थिएँ कि तह वृद्धिका लागि गठित सिफारिस समिति, तह वृद्धिका लागि गठित सिफारिस समितिमा 3 जना रहने व्यवस्था छ। 3 जना रहने व्यवस्था छ। त्यो पनि सोध्न सक्छ है। यो प्रदेश निजामती सेवाको कर्मचारीको लागि
तह वृद्धिको गर्नको लागि गठन भएको सिफारिस समितिमा देखाएको मध्ये को पर्ने नपर्ने व्यवस्था रहेको छ। यस्तो सोध्यो भने त यो 3 जना पर्सनको नाम त जान्नु पर्यो। त तह वृद्धिको लागि गठित सिफारिस समिति टोटल मेम्बर 3 जना, एउटा अध्यक्षज्यू है, एउटा अध्यक्षज्यू रहन्छ। त्यो अध्यक्षज्यू को हो भनेको प्रदेश लोक सेवा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्य। कहाँ लेख्नु त? यसको अध्यक्ष को हुने भयो? प्रदेश लोक सेवा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्य। बडा राम्रो। मैले के भने तह वृद्धिको लागि गठित भएको सिफारिस समितिमा अध्यक्ष को रहन्छ सोध्यो भने प्रदेश लोक सेवा आयोग अध्यक्षले तोकेको आयोगको सदस्य हो। एउटा लेख्नु हो भन्नु त यो व्यक्तिलाई लेख्नु भयो अध्यक्षमा, अर्को दोस्रो लेखाउँछु हो लेख्नु हो। अर्को भनेको अर्को लेख्नु, प्रमुख सचिवले तोकेको। अब सदस्यमा लेख्नु हो, सदस्यमा लेख्नु त प्रमुख सचिवले तोकेको, प्रमुख सचिवले तोकेको कम्तीमा 10औं तह, कम्तीमा 10औं तह वा सोभन्दा माथिको अधिकृत प्रतिनिधि। अधिकृत प्रतिनिधि भनेको यो प्रमुख सचिवले तोकेको कम्तीमा 10औं तह वा सोभन्दा माथिको अधिकृत प्रतिनिधि सदस्यको रूपमा रहने व्यवस्था छ। त यो दोस्रो पनि भयो। प्रमुख सचिवले तोकेको अधिकृत 10औं वा सोभन्दा माथिको हो अधिकृत प्रतिनिधि। अर्को सदस्य हेर्नु, सदस्य सचिव लेख्नु। अर्को सदस्य सचिव को रहने यसको त सेवासँग सम्बन्धित मन्त्रालयको सचिव है, सेवासँग सम्बन्धित मन्त्रालयको सचिव यहाँ सदस्य सचिवमा रहने। सेवासँग सम्बन्धित मन्त्रालयको सचिवज्यू सदस्य सचिवको रूपमा रहने। ल त यो कुरा छ है। मैले 3 जना व्यक्तिको नाम भने। यो गठित सिफारिस समितिमा अध्यक्ष को रहन्छ त प्रदेश लोक सेवा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्य अध्यक्ष रहन्छ है। प्रदेश लोक सेवा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्यहरूमध्ये एकजना अध्यक्षज्यू रहन्छ। प्रमुख सचिवज्यूले तोकेको है कम्तीमा अधिकृत 10औं तहको वा सोभन्दा माथि तहको है अधिकृत प्रतिनिधि सदस्य रहन्छ। अर्को सम्बन्धित मन्त्रालयको सचिवज्यू यहाँ सदस्य सचिवको रूपमा रहन्छ। यो भनिदिनु हो। 2 तहसम्मको वृद्धिको कुरा हो है। फेरि एकचोटि कतिचोटि भन्छौ त्यो?
सुन्ने बेलामा कान लिएर बसेको छौ कि बहिरो भइसकेको छ? कति हो आयो अब सुन्नु, अब के भनेको त्योमा कि 2 तह वृद्धिको कुरा हो, तर 2 तह वृद्धि पछि तह वृद्धि हुने कि नहुने? एउटै कुरा 3-4 पटक भन्दा बढी बोल्न पाइँदैन। ल, त्यो नहुने। अब 5 पटक बोलिहाल्छु, अब 5 पटकमा पनि टिप्न सक्दैन भने सोध्न पाइँदैन। पुरा जनतासँग सिधा विचार। त्यो 6औं पटकसम्म सुन्ने मान्छे यहाँ जरुरी छैन। ल, अब बरु लेखिसकेकोहरूले अरू साथीहरूलाई सहयोग गरिदिनु। अब 2 तहभन्दा बढी वृद्धि अस्ति हामी नेपाल स्वास्थ्य सेवा ऐन पढ्दाखेरि पनि पढेको थिए कि 2 तहभन्दा बढी वृद्धि हुँदैन, तर एउटा विशेष परिस्थिति छ जहाँ 1 तह पनि मिल्छ। अस्ति हामी नेपाल स्वास्थ्य सेवा ऐनमा के पढे कि 2 तह वृद्धि भएर पनि लास्ट पछिल्लो तहमा सम्म काम उसलाई रिटायर्ड हुनुभन्दा 1 महिना अगाडि 1 तह वृद्धि गरेर रिटायर्ड गराउने व्यवस्था छ। ओके, यो 15 वर्ष हामी सेन्टरमा पढेको थियो नेपाल स्वास्थ्य सेवामा, तर यो प्रदेश निजामती सेवामा है जब अन्तिम तहबाट कति वर्षसम्म काम गरेको व्यक्तिलाई रिटायर्ड हुनुभन्दा अगाडि 1 महिना अगाडि 1 तह वृद्धि गराएर रिटायर्ड दिने व्यवस्था छ। सोध्यो भने 12 वर्ष। कोशी प्रदेशको निजामती सेवामा मानव 5औंमा नियुक्ति भयो, 6औं भयो, 7औं भइसक्यो। अब 7औंबाट त 8औं हुने होइन, तर 7औं तहमा ऊ 5 वर्षसम्म के भन्छु 5 वर्ष भन्छु 12 वर्षसम्म काम गरेर काम गरिसकेको अवस्था छ। ऊ रिटायर्ड हुने अवस्था आयो भने 12 वर्ष उसले पुरा गरिसकेको छ भने उसलाई रिटायर्ड हुनुभन्दा 1 महिना अगाडि ऊ 7औं तह थियो भने अब कुन तहमा उसलाई स्तर वृद्धि गरिदिन्छ र उसलाई रिटायर्ड दिन्छ? 8औं तह। ओके, भेरी गुड। सन्तोषलाई के भयो? केही गाह्रो साह्रो भयो? सर अनि दोस्रो पटक त वृद्धि गर्दाखेरि कति 5 वर्ष नै हुन्छ 6 बाट 7 मा जाँदाखेरि? यो प्रदेश निजामती सेवामा 5 वर्ष। ल, ओके। अब यो बढुवा समितिको लागि हेर्नु त, बढुवा समितिमा कुरा गर्दाखेरि अधिकृत 7औं वा सोभन्दा माथिको तहको लागि यो बढुवा समिति 5 जनाको छ। त यहाँ बढुवा समितिमा अध्यक्ष र सदस्य सचिवको नाम त अनिवार्य चाहियो। कुन कुन रहन्छ सबै याद हुनु पर्यो। त अधिकृत 7औं वा सोभन्दा माथिल्लो तहको लागि प्रदेश लोकसेवा आयोगको अध्यक्ष आफै यहाँ बढुवा समितिको अध्यक्षता गर्छ। प्रमुख सचिवज्यू यहाँ सदस्यको रूपमा रहन्छ। प्रदेश लोकसेवा आयोगको अध्यक्षले तोकेको आयोगको सदस्य यहाँ सदस्यको रूपमा रहन्छ। प्रदेश लोकसेवा आयोगबाट मनोनित सम्बन्धित विषयको एउटा विज्ञ व्यक्ति, विज्ञ विशेषज्ञ सदस्यको रूपमा रहन्छ। अनि मन्त्रालयको कर्मचारी वा बढुवा विषय हेर्ने सचिव यहाँ सदस्य सचिवको भनेको यो मन्त्रालयको कर्मचारी को बढुवा विषय हेर्ने सचिव जो हुन्छ यहाँ एज अ मेम्बर अफ सेक्रेटरीको रूपमा रहन्छ। अनि तपाईँको अधिकृत 6औं वा सोभन्दा मुनिको तहको लागि बढुवा गर्न बढुवा समितिमा पनि 5 जना हो।
जहाँ यहाँ प्रदेश लोक सेवा आयोगको अध्यक्ष आफै अध्यक्षता गर्दैन, उहाँले के गर्नुहुन्छ, प्रदेश लोक सेवा आयोगको अध्यक्षज्यूले अध्यक्ष आयोगको अन्य 2 जना सदस्यहरूमध्ये एकजनालाई अध्यक्ष राखिदिन्छ, अर्को एकजना प्रदेश लोक सेवा आयोगको सचिवलाई यहाँ सदस्यमा राख्छ, समितिको अध्यक्षबाट यो मनोनित भएको एउटा विज्ञ व्यक्ति राख्छ, प्रमुख सचिवले तोकेको एउटा सचिव आउँछ र मन्त्रालयको कर्मचारी बढुवा विषय हेर्ने सचिव यहाँ सदस्य सचिवको रूपमा रहने। अब हेर्नु, अनि यो बढुवाको उजुरी सम्बन्धीमा के व्यवस्था छ, यहाँ पनि अलिक फरक छ। भनेको यो बढुवा गर्ने समितिले वा बढुवा गर्ने ले बढुवा गरिसकेपछि त्यो बढुवा समितिले गरेको निर्णय उपर कसैलाई चित्त नबुझेमा वा कसैले बढुवा गर्न आनाकानी गरिदियो, त्यहाँ चित्त नबुझेमा त्यो बढुवा सिफारिस भएको मितिदेखि 21 दिनभित्रमा प्रदेश लोक सेवा आयोगमा उजुरी दिन सक्नेछ र लोक सेवा आयोगले उजुरी दिने म्याद कटिसकेपछि त्यहाँबाट 60 दिनभित्रमा टुङ्गो लगाउनु पर्ने हुन्छ। अब विचार गर्नु त, अस्ति हामी गण्डकी पढ्दै थिए त गण्डकीमा कति दिन थियो उजुरीको? अलिक फरक फरक हुन्छ कहिलेकाहीँ हो, अरूको प्रदेशको निजामतीसँग त मिलिराखेको हुन्छ। 35 दिन थियो त्यहाँ, उजुरी गर्न सक्ने म्याद 35 दिन थियो, तर उजुरीको टुङ्गो त 60 दिनभित्र लगाउनु पर्ने थियो। यहाँ हाम्रो 21 दिन छ कोशी प्रदेशमा है, 21 दिनभित्र उजुरी गर्न सक्ने। अनि यो हेर्नु त, बढुवाको लागि न्यूनतम शैक्षिक योग्यता कति र अवधि कति? बढुवाको सम्भावित उम्मेदवार स्तर वृद्धि हुनको लागि त 5 वर्ष चाहियो लेभल अपग्रेड हुनलाई, तर बढुवाको सम्भावित उम्मेदवार हुनको लागि एक तह मुनिको पदमा रहे है, कम से कम सहायक तहको लागि 3 वर्ष पुरा गरेको व्यक्ति मात्रै। जस्तै बढुवा भनेको कोही कार्य सम्पादनमा हुन्छ वा का समूहमा हुन्छ वा ज्येष्ठता बापत बढुवा हुन्छ, त यतातिर भनेको तपाईँको सहायक तहको लागि एटलिस्ट 3 वर्ष पुरा नभइकन कोही बढुवाको सम्भावित उम्मेदवार बन्न पाउँदैन र अधिकृत तहको लागि कम्तीमा 5 वर्ष पुरा नभएको ले बढुवाको सम्भावित उम्मेदवार बन्न पाउँदैन। अनि यो के लेखेको छ, यो फलानो उपदफा 1 मा जेसुकै कुरा लेखिए तापनि आन्तरिक प्रतियोगितामा परीक्षाद्वारा हुने बढुवाको विज्ञापन हुनुभन्दा अघिल्लो असार मसान्तसम्म अधिकृत 7औं तहको पदमा कम्तीमा 5 वर्ष सेवा नपुगेको कर्मचारी अधिकृत 9औं तहको पदमा आन्तरिक प्रतियोगिताको परीक्षाद्वारा बढुवाको सम्भावित उम्मेदवार हुन पाउने छैन। भनेको 9औं अधिकृत 9औं तहको पदमा बढुवाको लागि उम्मेदवार त छ बन्न पाइने, तर कति बेला कि जुन आर्थिक वर्ष चलिरहेछ त्यो आर्थिक वर्षको भन्दा अगाडिको असार मसान्तैसम्म त्यो पुगेको हुनु पर्यो 5 वर्ष उसलाई, अनि मात्र ऊ पाउँछ बढुवाको उम्मेदवार बन्न पाउँछ। अनि कति बेला बढुवाको सम्भाव्य उम्मेदवार नहुन पाउने, यो पनि तपाईँको रिटेनमा पनि सोध्न सक्छ, वस्तुगतमा पनि सोध्न चान्स हो। भनेको कुनै कर्मचारी बढुवाको सम्भावित उम्मेदवार हुन नपाउने भनेको निलम्बन भएको अवधिभर एक्स्ट्रा अर्डिनरी लिभमा बसेको छ, बढुवा रोका भइसकेको अवधिभर, जब रोका फुकुवा हुँदैन तबसम्म, तलब वृद्धि रोका भएको छ भने तलब वृद्धि रोका भएको अवधिभर, वा दफा 45 बमोजिम कसैले सेवा समूह नै परिवर्तन गर्यो, कुनै एक सेवामा कार्यरत थियो तर अर्को सेवामा नाम निकालेर गयो है, समूह परिवर्तन जबसम्म पुग्दैन तबसम्म ऊ बढुवाको सम्भावित उम्मेदवार हुन पाउँदैन। अनि व्यवसायी परिषदमा जस्तै काउन्सिल, कसैको काउन्सिलको वाला छ, तपाईँहरू स्वास्थ्य सेवाको काउन्सिलवाला परिषद भएको व्यक्ति हुनुहुन्छ, त गठित परिषदै यदि परिषदबाट नामै निलम्बन भयो भइसकेको छ भने त्यो अवधिभर जबसम्म सस्पेन्सन क्यान्सल हुँदैन तबसम्म यो बढुवाको सम्भावित उम्मेदवार हुन पाउँदैन हो। ल, अब यतिलाई अहिले हामी एकछिन यसलाई यतिलाई थाती राखौँ। अर्को हामी 8:30 बजेदेखि क्लास गर्छौँ। 8:30 बजेदेखि यो क्लासमा अब पछाडिका कुराहरू पनि यो निजामती सेवाका हामी विषयवस्तु पढौँला। 8:30 बजेदेखि 10 बजे अहिले तपाईँहरूलाई ऊ छ अनलाइन ग्रुप पढ्नेहरूको क्लास हुन्छ। ल, विनोद सर।
पढुवा समितिको मेम्बरमा चेन्ज आएको छ कि छैन चेन्ज आएको 3 नम्बर पोइन्टमा चेन्ज आउने कुरा म हेरिसकेँ जहाँ जहाँ तर अहिले 7-8 बजेदेखि फेरि रहेछ क्लास त दिदीमा पढुवामा के फरक छ बढुवा भनेको पद बढ्यो त वृद्धि भनेको लेभल मात्रै बढ्यो पद भनेको एउटा अहेवामा नियुक्त भएको व्यक्ति एचए भयो एउटा चौथो तहमा भएको व्यक्ति 5औं तह भयो तर अहेवा नै रह्यो यो हेर्नु अहिले यो भौतिक ग्रुपहरूलाई 1 घण्टाको ब्रेक मजाले जानु खराब खानु अनलाइन पढ्नेहरू यहाँ जोइन भइरहेको विनोद सर आएको हो क्लासमा हेलो सर अँ एकैछिन है सर मलाई अलिकति कुरा गर्नु छ भन्नु सबैजना सुन्दै हुनुहुन्छ हैन सुनिराखेको के भन्छ तपाईहरुको जुन नयाँ हाम्रो ब्याच छ नि त्यो के भन्छ फागुन ग्रुपको जोइन हजुर सर हजुर के छ भने तपाईहरुको अब आज अब यता सुरु भयो क्लास हैन फेरि अर्को पनि क्लास हुन्छ यसमा पढ्नु पर्यो है कुरा कस्तो छ भने सेक्सन सी जुन हाम्रो कोशी प्रदेशको जुन हाम्रो शेड्युलमा छ हैन कोशी प्रदेशको जुन सेक्सन सी छ वहाँ जितेन्द्र सरले पढाउनु हुँदैछ अब त्यो भनेको हाम्रो कोशी प्रदेशमा एकदम काम लाग्ने भयो कारणले गर्दा हामी के गरेका छौं भने कि त्यो तपाईहरुले पढ्नु हैन त्यही भएर हाम्रो आज क्लास भएन अब धेरै साथीहरुले त्यहाँ मेसेज गर्दै हुनुहुन्छ एकैछिनमा क्लास हुन्छ के हुन्छ भनेर अब तपाईहरुले त्यहाँ नजोड्ने पनि कुरा थियो तर अब कोशीको अब धेरै साथीहरुले एक्जाम दिने भयो कारणले गर्दा तपाईहरुले त्यहाँ जोइन गरिदियो हैन हामीले गरिदियौं अब तपाईहरुको कुरा के रह्यो भने कि तपाईहरुले अब कोशीको लागि अब अहिले पढ्ने कि अब हेल्थको पढ्ने अब धेरै हाम्रो अर्को कोशी कार्तिक ग्रुपको छ हैन पौष ग्रुपको साथीहरु छ धेरैले भन्छ अब सर एकैछिन सुन्नु न बेटा सोझे अनम्युट गर्नु न सबैलाई म्युट गर्नु न अनि हेल्थको कुरा यता पढ्न थाल्नुभयो भने यता सेक्सन सी तपाईहरुको छुट छ फेरि सेक्सन सी छुट्यो भने त नजिक छ एक्जाम त्यही भएर अब आजको लागि हैन भोलिको कति छ अब सक्ने कुराहरु सकेपछि बल्ल हाम्रो यतातिरको सुरु हुन्छ त्यही कुराको लागि मात्रै हो यो पढाइ भएन त्यो पढाइ भएन भन्दाखेरि अलिकति समस्या भइहाल्छ है अब तपाईहरुले भन्नुहुन्छ हैन अब सेक्सन सी पढ्ने त त्यो हामीले गर्छौं हैन तर यहाँ कुरा कस्तो छ भने 9 गते एक्जाम भएको कारणले गर्दा तपाईहरुलाई यहाँ सेक्सन सी मा जोड दिएको मात्रै हो है त्यही भएर मजाले पढ्नुस् हैन त्यस्तो केही छ भने भन्नु होला है एक्जामको लागि भए पनि सेक्सन सी पढ्नु पर्छ हाम्रो त 7 बजे छुट्टी हुन्छ अनि यो कसरी ल्याउनु 7 बजे छुट्टी हुन्छ कहाँ 7 बजे छुट्टी हुन्छ अफिस त 5 बजे हैन हाम्रो नयाँ क्लास 7 बजे छुट्टी हुन्छ सर फिजिकल क्लास फिजिकल आज कहाँ 7 बजे अगाडि नै छुट्टी गराइदिएको होइन र आज हाम्रो नयाँ क्लास 7 बजे छुट्टी भएको छ हैन अघि अगाडि छुट्टी भएको हो छुट्टी अगाडि यो 2-3 दिन तपाईको हामी म्यानेज गर्नलाई तपाईको अलि अगाडि नै छुट्टी गर्ने व्यवस्था गरेका छौं किनभने जाँच नजिक छ र यो फाल्गुन नयाँ ग्रुपमा जोइन हुने साथीहरु पनि के गर्नु हो जस्तै सेक्सन सी को त 10 वटा प्रश्न छ अनि 2-3 दिन यता सेक्सन सी अहिले पढ्नु न 2-3 दिन पछि त विषयगत कुराहरु त सुरु हुन्छ अहिले सेकेन्ड पिरियडमा भइरहेछ क्लास त्यो पनि पढ्नु अनि सेक्सन सी को त एउटा आउने हो निश्चित हो अरु मा कुनै विषयको क्वेशन क्यारिकुलममा हुन्छ तर आउँदैन कसैको अलि बढी आइहाल्छ कसैको घटी आइहाल्छ तर सेक्सन सी को त ठ्याक्कै मिल्छ तपाईलाई त दुईवटा क्वेशनको लागि यता अहिले केही दिन पढम के नयाँ साथीहरु यतै पढम है हुन्छ सर हुन्छ सुन्नु न म नोट पठाइदिन्छु नयाँ ग्रुपलाई पठाइदिन्छु ल हजुर सर व्हाट्सएप ग्रुपमा पठाइदिनु ए ओके पढ्दा पढ्दै छैटो त
एकचोटि नोट चाहिँ छेठौँ पठाइदिनु तहमा सोझै कसैको पदपूर्ति हुँदैन सिधा स्तर वृद्धि गरेर जस्तै पाँचौँबाट पनि छेठौँ हुन्छ नि त स्तर वृद्धि हुँदैन लेभल अपग्रेड छेठौँको कसैको भ्याकेन्सी सुरुमा खुल्ने हो भन्नु त कसैको सोझै फेरि भनिदिनु न यो अलिकति कन्फ्युज भयो एकचोटि भन्नुभयो त तपाईँ 60% केमा त्यो नेटै गर्थ्यो कि 60% म पाँचौँ तहको भनिरहेको थिएँ कि छेठौँ तहको भनिरहेको थिएँ पाँचौँ तहको भनेको खुल्लाबाट 60% छ 20% कार्यक्षमता मूल्याङ्कनद्वारा र 20% कार्य सम्पादन तथा ज्येष्ठता बापत भयो 100% त्यहाँ प्रमुख सचिवको कालावधि कति वर्ष हो के को प्रमुख सचिवको बढुवाको एकछिन फेरि भनिदिनु प्रमुख सचिव जुन तपाईँको सङ्घको आउँछ सङ्घको सचिव यहाँ प्रमुख सचिव भएर आउँछ र सङ्घको सचिवको कार्यकाल कति वर्ष भन्नु अब सङ्घको सचिवको त 3 वर्ष हो सचिवको त 5 वर्ष हुन्छ त 5 वर्ष त 5 वर्ष भन्नु ल यहाँ सङ्घको सचिव यहाँ प्रमुख सचिव भएर आउँछ भने सङ्घको सचिवको कार्यकाल 5 वर्ष हो त 5 वर्ष हुन्छ ल के भयो अधिकृत 9औं तहमा के समस्या भयो पदपूर्तिका पर्सेन्टेजमा हजुर सर खुलाबाट 20% भन्नुभयो हैन अनि अन्तर स्थानीय नै हुन्छ कि अन्तर मात्र हुन्छ सिधै अन्तर त हुन्छ स्थानीय भन्ने शब्द संशोधनले झिकिसक्यो क्या ए यसमा पनि त्यस्तै हो है हुबहु पढ्नु त खाली स्थानीय भन्ने शब्द हटाइदियो सरुवामा एकचोटि हेर्नु न सर सरुवामा सहायक स्तरमा एउटा मतलब भन्नुभयो प्रदेश लेखा नियन्त्रक कार्यालय एउटा सम्बन्धित मन्त्रालय थियो भनिदिनु त एकचोटि लेखा समूहको कर्मचारीको हुन्छ तपाईहरु लेखाको हो भन्नु त हैन लेखावाला कोहरुको त सम्बन्धित मन्त्रालयको सचिवज्यूले गर्छ लेखेको थिए कति आलो पालो बोल न आलो पालो सर तह वृद्धि र बढुवाको बारेमा तह वृद्धि बुझ्दैनौ तह वृद्धि भनेको चौथो तहमा जागिर भएको थियो पाँचौं तहमा भयो पाँचौं तहमा जागिर भएको थियो छठौं तहमा भयो सर तह वृद्धिको डिसिजन कसले लिनुहुन्छ एकचोटि भन्नु कसले भने सम्बन्धित मन्त्रालयको सचिवज्यूको नाम लिएन सम्बन्धित मन्त्रालयको सचिवज्यूले गर्छ तह वृद्धि अब अर्को क्लासको एकछिन ग्याप भयो अब अर्को हुन्छ अनलाइन पढ्नेहरू साथीहरू बस्नु यहाँ ल जितेन्द्र सर होस्ट बनाइदिनुस् ल विनोद सरलाई होस्ट जितेन्द्र सर एउटा क्वेशन थियो मलाई यसमा सोधा अब अर्को क्लासमा ठीक छ सर एउटा सर सर एकछिन अब होल्ड गरौँ सर एकछिन वेट गरौँ 10-15 मिनेट ल जसको फर्स्ट इयर भइराखेको छ नि त्यसलाई पनि यसरी रेस्ट गर्न दिनु न कसरी गर्छन् ये नहीं है वही पेन कार्ड में मून करते वरी करते वरी जल्दी ना गाड़ी अभी ना लगेगा इतना ही निकालो तो हीला तुलत है निकल जाएगा बाद में लगा दी निकालो ऐसे में जसको फर्स्ट इयर भइराखेको थियो नि त्यो मात्र यहाँ बस्ने बाँकी